यति बेला प्रधानमन्त्री बालेन्द्र शाहको उत्तरदायित्व र जवाफदेहिताको बारेमा प्रश्न उठिरहेको छ। खास गरिकन देखिने गरी बालेन्द्र शाह संसदप्रति उत्तरदायी भएको पनि देखिँदैन। उनी आबद्ध भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि उत्तरदायी भएको देखिँदैन। त्यो पार्टीसँग सम्बद्ध संसदीय दल जसले उनलाई प्रधानमन्त्री बनायो त्यसप्रति पनि उत्तरदायी भएको देखिँदैन र जनताप्रति पनि उत्तरदायी भएको देखिँदैन। अब यहाँ प्रश्न उठ्छ, यी सबैप्रति सार्वभौम संस्थामा प्रति उत्तरदायी नभएका बालेन्द्र आखिर छन् त को प्रति उत्तरदायी? कसै न कसैप्रति कोही न कोही प्रति कोही न कोही उत्तरदायी अवश्य पनि हुन्छ। त्यसकारणले बालेन्द्र पनि कोही न कोही प्रति त उत्तरदायी छन्। उनी संसदप्रति, पार्टीप्रति, संसद दलप्रति र जनताप्रति उत्तरदायी नभए पनि कसै न कसैप्रति उत्तरदायी छैनन् भन्ने चाहिँ हुँदैन। त्यसो हुँदाखेरि बालेन्द्र शाह को प्रति उत्तरदायी छन् भन्ने प्रश्नमा अहिले मान्छेले विभिन्न प्रकारका अड्कलबाजीहरू गरिरहेका छन्। तर तथ्यहरूले र प्रमाणहरूले के कुराको पुष्टि गरिरहेको छ भने बालेन्द्र शाह उनको कोर टिमबाट चाहिँ तपाईँको सञ्चालित छन् र त्योप्रति चाहिँ उत्तरदायी छ। अब कोर टिम भनेको को भन्दा टिम बालेनको मुख्य मान्छे भनेको को भन्दाखेरि कुमार बेन काठमाडौँका एकजना रैथाने मान्छे हुन्। उनी ललितपुर निवासी त्यहाँका पुराना वडाध्यक्ष नरसिंह व्यञ्जनकारका छोरा हुन्। उनी मिडियामा खासै देखिँदैनन्, पर्दा पछाडि धेरै देखिँदैनन्, तर पर्दाभित्रबाट उनी रचनात्मक ढङ्गले र रहस्यात्मक ढङ्गले खेल्छन् र उनी कन्टेन्ट क्रिएटरहरूका चाहिँ तपाईँको उनी गुरु हुन् र उनी मिडिया मेनिपुलेसनका पनि मास्टर माइन्ड हुन् र उनीले विभिन्न प्रकारका चाहिँ तपाईँको सोसल ह्यान्डलहरू चाहिँ तपाईँको सञ्चालन गरेका छन्, पेजहरू सञ्चालन गरेका छन् र ती धेरै पेजहरूलाई चाहिँ तपाईँको उनले निर्देशन गरिरहेका छन् र उनको यति ठुलो सञ्जाल छ भनिन्छ। उनीले चाहिँ तपाईँको चाहे भने सत्यलाई असत्य र असत्यलाई सत्य क्षणभरमा बनाउन सक्छन् र भ्रम सिर्जना गर्नको निम्ति र मिडिया मेनिपुलेसनको निम्ति चाहिँ तपाईँको उनी सबैभन्दा अग्रपङ्क्तिमा छन् भनेर भन्ने गरिन्छ र तथ्यहरूले पनि त्यो कुराको पुष्टि गर्दछ। अब बालेन टिमभित्र कुमार बेनका अतिरिक्त चाहिँ तपाईँको असीम शाह, सुनिल लम्साल, भिक्टर पौडेल र चाहिँ भूपदेव शाह रहेको देखिन्छ। भूपदेव शाह अछामबाट संसदमा हारे पनि अहिले पार्टीको शक्तिशाली महासचिव भएर संगठन विभाग हेरिरहेका छन् र आगामी महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेको विकल्पको रूपमा बालेन टिमले चाहिँ तपाईँको मिडिया ट्रायल गर्न सुरु गरेको छ र अहिले पनि उनी बालेनको कोर टिमभित्र चाहिँ तपाईँको सञ्चालित भएर काम गरिरहेको मान्छेले बताउँछन्। भिक्टर पौडेल उनी कुनै पनि पदी ओहदामा नरहे पनि बालेनका मुख्य साथी र योजनामा सहभागी भएका मान्छेको रूपमा उनलाई चिनिन्छ र बालेनका हरेक गतिविधिलाई उनले मिडिया मेनिपुलेसन गरिरहेका हुन्छन्। अब असीम शाह उनका राजनीति सल्लाहकारै छन् र सुनिल लम्साल अहिले भौतिक योजना मन्त्री छन् र बालेनको क्याबिनेटको टिममै छन्। यी मान्छेहरूको योजना अनुसार बालेन चाहिँ खटाइन्छन् र परिचालित हुन्छन् भन्ने गरिन्छ र यो टिमको मुख्य मान्छे पनि फेरि कुमार बेन नै भएको कुरा बताइन्छ। अब कुमार बेन मार्फत बालेन चल्छन् भने कुमार बेन चाहिँ कोसँग चल्छन् यो अर्को निकै रहस्यमय कुरा छ। तर तथ्यले के कुराको पुष्टि गरिएको छ भने कुमार बेन चाहिँ तपाईँको अमेरिकी युथ काउन्सिल मार्फत चल्छन् र अमेरिकी युथ काउन्सिलको पछिल्लो संलग्नता चाहिँ तपाईँको प्रीतिबद्ध मुभमेन्ट, बर्बरा फाउन्डेसन र विभिन्न एनजिओ आइएनजिओ र अमेरिकाको गुप्तचर विभाग CIA सँग सम्बद्ध भएका संस्थाहरूको मोनिटरिङ माइन्ड मेकबाट चाहिँ तपाईँको यिनीहरू चल्छन् र कुमार बेन त्योबाट सञ्चालित छ भनेर चाहिँ भनिने गरिन्छ। र कुमार बेनको जीवनको रहस्यात्मक परिघटनाको बारेमा पनि अहिले मिडियाहरूमा चाहिँ तपाईँको धेरै कुराहरू बाहिर आएको छ र खास गरिकन नेपालमा अवैध कल बाइपाससँग जोडिएको परिघटना र केस र त्यो धन्दा सञ्चालन गरेर गिरोहको एउटा सदस्यको रूपमा कुमार बेनको नाम बाहिर आएपछि बालेन शाहको टिमभित्र त्यसको सचिवालयभित्र चाहिँ एउटा ठुलो नैतिकताको प्रश्न उठेको छ र उनीहरूको अवैध गिरोहको कर्म को रहस्यात्मक गतिविधिको बारेमा पनि आशंकाहरू चाहिँ तपाईँको उठ्न थालेका छन्। खास गरिकन कुमार बेन चाहिँ नेपालमा अवैध कल बाइपासमा सक्रिय बङ्गलादेशी गिरोहसम्म संलग्न रहेको तथ्यका आधारमा सरकारले उनलाई 2067 साल पौष 11 गते कुपन्डोलबाट पक्राउ गरेको थियो। उनी अहिले बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकारको रूपमा कार्यरत छन् र उनी बङ्गलादेशी गिरोहहरू
सँग संलग्न रहेको र त्यो गिरोह खोज्ने क्रममा उनको संलग्नता पुष्टि भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। र प्रहरीले चाहिँ तपाईँको यो कल बाइपासको सन्दर्भमा दूरसञ्चार सेवा प्रदायकहरूसँगको समन्वयमा सिआइबीले भोइस फोकस नामको विशेष अपरेसन चलाउँदाखेरि उनको संलग्नता पुष्टि भएको। त्यसकारणले गर्दाखेरि कुमारबेन असाध्यै विवादास्पद, रहस्यात्मक र अवैध कारोबार गर्ने गिरोहको नायिकेको रूपमा र त्यसको सदस्यको रूपमा चाहिँ तपाईँको अहिले दर्ज भएका छन्। तत्कालीन समयमा अर्थात् चाहिँ 66-67तिर बङ्गलादेशमा सेनाले नै कल बाइपासमा सक्रिय सङ्गठित गिरोह विरुद्ध विशेष अपरेसन चलाइसकेपछि गिरोहका सदस्यहरू भागेर नेपाल भित्रिएको र उनीहरूले उतैबाट प्रविधि भित्रिआएर नेपालमा धन्दा चलाएको आशंका बढिसकेपछि त्यसको पुष्टिको लागि नेपालको सिआइबी सक्रिय भएको थियो र यस प्रकारको अवैध कल बाइपासमा संलग्न र त्यसको सञ्चालन प्रक्रियामा सहभागी भएका कुमारबेन उक्त समयमा सरी वर्ल्ड कम्युनिकेसनका म्यानेजिङ डाइरेक्टरको रूपमा कार्यरत थिए र उक्त समयमा प्रहरीले बालुवाटार, लाजिमपाट, जोरपाटी, टुसाल, महाराज सँगसँगै कुपण्डोलमा समेत श्रृङ्खलाबद्ध ढङ्गले छापा मार्ने क्रममा यिनीसहित बङ्गलादेशी नागरिकहरू बङ्गलादेशका गिरोहमा संलग्न नागरिक भन्दैछु म यहाँ मोजाम मोहम्मद सोराबु जामान र मोहम्मद साहेल अहमद नाम गरेका बङ्गलादेशी नागरिकहरूलाई पनि यिनी सँगसँगै पक्राउ गरेको थियो। एउटा स्मरणीय कुरा के छ भन्दाखेरि यो गिरोहमा सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरी पनि संलग्न भएका थिए। तर सत्ता, शक्ति र पहुँचका आधारमा उनले सबै नेटवर्किङ बनाउँथे र यिनकै गिरोहमा चाहिँ तपाईँको के भन्दाखेरि कुमार व्यञ्जन पनि सहभागी थिए, कुमार व्यञ्जनका। तर रुबेल चौधरी त्यहाँ पक्राउ परेनन्। उनी सत्ताको आडमा उनलाई बचाइयो र पछि चाहिँ तपाईँको प्रक्रिया मिलेर फेरि उनी चाहिँ नेपालमा के व्यवसाय गरेका थिए, पारसारसँग चाहिँ तपाईँको झगडा परेको के सबैलाई थाहा छ। उनी फेरि इन्डियातिर गए। प्रहरीले उक्त गिरोहबाट सङ्गठित ढङ्गले अवैध कल बाइपासका लागि 4528वटा एनसेलका सिम, 513वटा नेपाल टेलिकमको चाहिँ सिमसहितका बाइपासमा प्रयोग हुने विभिन्न उपकरणहरू समेत बरामद गरेको थियो। अनुसन्धानमा गिरोहले अवैध कल बाइपास गराएर एक सिमबाट एक महिनामा 4 लाख रुपियाँसम्म आम्दानी गरेको खुलेपछि प्रहरीले उनीहरू विरुद्ध 82 करोडको बागदाबी सहितको हर्जना चाहिँ तोकेको थियो। यही सङ्गठित अवैध कल बाइपासको गिरोह मध्येका एकजना सदस्य कुमारबेन अहिले नेपालको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हुनु जस्तो नेपालका लागि लज्जाको विषय र दुर्भाग्यपूर्ण कुरा अरू के हुन सक्दछ? यो शोचनीय विषय होइन त? अनुसन्धानमा अवैध रूपमा कल बाइपासका लागि बाहिरबाट आएको कल दूरसञ्चारको औपचारिक नेटवर्क छलेर प्रयोगकर्ताको सिम पठाउनको लागि आवश्यक पर्ने कल टर्मिनेटर उपकरण, युपिएस कम्प्युटर र ल्यापटप, सिम रिचार्ज कार्ड लगायतका अत्यावश्यक सामग्रीहरू उनीहरूलाई उपलब्ध गराउने इन्टरनेट कम्पनीहरू समेत अनुसन्धानको दायरामा आएका थिए त्यतिखेर। यस प्रकारका उपकरणमा राखेका धेरै सिमहरूबाट एकैपल्ट चाहिँ कल फरवार्ड गराएर कर्पोरेट सुविधाको रूपमा बाइपास गराउन उच्च गतिको इन्टरनेटको दुरुपयोग गरेको तथ्य अनुसन्धानको क्रममा थाहा भएको थियो। यसरी कल बाइपासमा संलग्न गिरोहहरूले उच्च इन्टरनेटको चाहिँ तपाईँको उच्च सुविधासहित चाहिँ तपाईँको उच्च स्पिडमा 24 घण्टा चल्ने उच्च गतिको इन्टरनेट सुविधा दिएको नाममा अन्य सेवा प्रदायक संस्थाको भन्दा दोब्बर बढी शुल्क लिएर ठगी कार्यमा संलग्न रहेको आशंकामा यस प्रकार अवैध क्रियाकलापमा संलग्न रहेका सञ्चालक र केही कर्मचारीलाई समेत सिआइबीले पक्राउ गरेको थियो। यसरी पक्राउ पर्ने इन्टरनेट सेवा प्रदायक सहित 12 जना नेपाली गिरोहमा कुमार व्यञ्जनकार पनि एक थिए। अनुसन्धानको क्रममा 5वटा अवैध कल बाइपासमा संलग्न गिरोहका लागि प्रक्रिया मिचेर उच्च गतिको इन्टरनेट सुविधा दिएको लगायतका काममा संलग्नता देखिएको भन्दै प्रहरीले ती कम्पनी सञ्चालक चरी वर्ल्ड कम्पनीका म्यानेजिङ डाइरेक्टर समेत रहेका कुमारबेन सहित 6 जना सञ्चालकलाई पक्राउ गरेको थियो। प्रहरीले उनलाई अवैध कल बाइपासका लागि बङ्गलादेशी गिरोहहरूलाई सघाएको आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो। त्यति बेला प्रहरीले उनीसँगै
निसेल रत्न स्थापित र राजाराम पन्थीलाई समेत अवैध कल बाइपासका लागि पक्राउ गरेको र बङ्गालदेशी गिरोहलाई सघाएको आरोपमा चाहिँ तपाईँको अनुसन्धान अगाडि बढाएको थियो र कारबाहीको सिफारिस गरेको थियो। अब यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि अहिले यस प्रकारका चाहिँ आपराधिक पृष्ठभूमि र मानसिकतासहित सञ्चालित अवैध आर्थिक कारोबारमा चाहिँ तपाईँको संलग्न रहेका मान्छेहरू चाहिँ हाम्रो देशको प्रधानमन्त्रीका चाहिँ प्रमुख राजनीतिक सल्लाहकार छन्। यिनको सम्पत्ति शुद्धिकरणको गर्नुपर्छ कि पर्दैन? यिनका अवैध धन्दाबाट चाहिँ तपाईँको आर्जन गरेको सम्पत्तिको स्रोतको खोजी गर्नुपर्छ कि पर्दैन? र तिनी प्रकारका कार्यमा संलग्न रहेका मान्छेलाई चाहिँ तपाईँको पुरस्कृत गर्ने हो वा सरकारको चाहिँ तपाईँको उच्च पदस्थ ठाउँमा राख्ने हो, राज्य सञ्चालनको चाहिँ तपाईँको महत्त्वपूर्ण ठाउँमा राख्ने हो, वा यिनलाई कारबाही गर्ने हो, कारबाहीको दायरामा ल्याउनु पर्ने हो र दण्डित गर्नुपर्ने हो? यो आज आम नेपाली जनताको बिचमा, नेपाल राष्ट्रको बिचमा र सबैको बिचमा चाहिँ तपाईँको गम्भीर प्रश्नको रूपमा खडा भएको छ र गम्भीर सवालको रूपमा पनि खडा भएको छ र नेपाली राष्ट्र र नेपाली जनतालाई लज्जित बनाउने कार्य पनि यिनीहरूबाट भएको छ। यो कुरा हामीले बुझ्न जरुरी।